फ्रेन्ड्स यहाँनिर चाहिँ हेर्नुहोस् तपाईँलाई आज म के देखाइरहेको छु भन्दाखेरि चाहिँ 33 KB को जुन चाहिँ केबलको जोइन्टिङ किट हुन्छ नि त्यसको यहाँनिर एसेसरिजहरू छ र त्यसको प्रत्येकवटाको नाम छ है र यसलाई चाहिँ के भन्छ म तपाईँलाई भन्छु। र पहिला यो रातो देखिरहनु भएको छ नि यसलाई हामीले एन्टी ट्र्याकिङ ट्युब पनि भन्छ हो, र कोही बेला चाहिँ यसलाई हामीले नन ट्र्याकिङ रेड ट्युब पनि भन्छ हो। यसलाई एन्टी ट्र्याकिङ ट्युब या नन ट्र्याकिङ रेड ट्युब पनि भन्छ। र यसलाई भन्नुभयो भने तपाईँको इन्सुलेटिङ मेटेरियल, र यसलाई कोही बेला हामीले स्ट्रेस कन्ट्रोल स्लिप पनि भन्छ हो, स्ट्रेस कन्ट्रोल स्लिप, र यसलाई इन्सुलेटिङ मेटेरियल पनि भन्छ है। र इन्सुलेटिङ मेटेरियल स्लिप पनि भन्छ र यसलाई कोही बेला हामीले स्ट्रेस कन्ट्रोल स्लिप पनि भन्छ। र एउटा यो पनि छ, यो पनि एउटा मेरो स्ट्रेस कन्ट्रोल स्लिपै हो र यसलाई चाहिँ लक सिल भन्छ। स्ट्रेस कन्ट्रोल स्लिप तर यो चाहिँ लक सिल हो। कोही बेला यो रातोमा पनि आउँछ लक सिलमा, र यो चाहिँ कालोमा छ हो। त्यस्तै प्रकारले यहाँनिर हेर्नुहोस् यसलाई चाहिँ हामीले टिन कपर ब्रेड भन्छ। टिन कपर ब्रेड, र अब सिम्पल ल्याङ्ग्वेजमा भन्नु भने चाहिँ यसलाई चाहिँ हामीले अर्थिङ स्ट्रिप भन्छ नि है। जुन चाहिँ केबलको आर्मर जुन चाहिँ छ त्यो आर्मरसँग चाहिँ कनेक्ट गरेर चाहिँ यसलाई हामीले अर्थिङ गर्छ, टिन कपर ब्रेड भन्छ। र यो जुन चाहिँ देख्नु भइरहेको छ यसलाई चाहिँ हाम्रो रिङ सपोर्ट या सपोर्ट रिङ भन्छ। यहाँनिर हेर्नुहोस् यसलाई चाहिँ हामीले सपोर्ट रिङ भन्छ। र म पछि तपाईँहरूलाई यसको केबलको टर्मिनेसन हुँदाखेरि म तपाईँहरूलाई देखाउँछु कतिमा काट्नुपर्छ, कतिमा मेजरमेन्ट गर्नुपर्छ डल्लै है। र यो देख्नुहुँदैछ यसलाई चाहिँ रेन सेड भन्छ, रेन सेड हो। अनि यो जुन चाहिँ देख्नुहुँदैछ यसलाई स्पेडर क्याप पनि भन्छ, र यसलाई ब्रेकआउट पनि भन्छ, यसलाई ब्रेकआउट पनि भन्छ, यसलाई स्पेडर क्याप पनि भन्छ हो। यो सँगै हुन्छ तिनवटा एकैचोटि हो। त्यहाँबाट यहाँनिर जुन चाहिँ देख्नुहुँदैछ यसलाई चाहिँ हामीले एसएस हस क्लिप पनि भन्छ, एसएस हस क्लिप, या चाहिँ यसलाई चाहिँ हामीले वर्म ड्राइभ क्लिप पनि भन्छ, वर्म ड्राइभ क्लिप या एसएस हस क्लिप भन्छ हो। यो चाहिँ तिम्रो केबलको भित्र चाहिँ आर्मरको भित्र यो लगाउँछ, त्यहाँबाट माथिबाट चाहिँ यसलाई पनि भित्रबाट हाल्छ है। त्यहाँबाट यसले चाहिँ टाइट गर्नुको लागि हो। यो माथिबाट यो दुईवटा छ यहाँनिर, एउटा माथिबाट टाइट गर्छ, एउटा मुनिबाट टाइट गर्छ। यसको माथिबाट टाइट गर्छ एउटा एसएस हस क्लिपले, र एउटा चाहिँ पछाडिबाट क्लिपले टाइट गरिदिन्छ, अघि पछि जान्दैन हो। त्यहाँबाट यहाँ देखिरहनु भएको छ यो कपर लक हो, यो एल्युमिनियम लक हो है। र 400 स्क्वायर एमएमको यो चाहिँ कपर लक हो। त्यहाँबाट चाहिँ म तपाईँलाई यहाँ देखाउँछु इलक्सिटी, यो जुन चाहिँ तपाईँको उयो छ स्यान्ड पेपर हो। यसलाई इलक्सिटी क्लोथ मेस पनि भन्छ हो। र यसमा सिलिकन ग्रिज पनि छ, ब्ल्याक टेप पनि छ। अनि यहाँनिर हेर्नु भयो भने चाहिँ यहाँनिर तपाईँको कपर वायर छ यहाँनिर हेर्नुहोस्। र यो कपर वायर चाहिँ किन भन्दाखेरि चाहिँ जुन चाहिँ हाम्रो केबललाई सेमिकन्डक्टर निकालेपछि चाहिँ त्यो भित्र चाहिँ कपर मेस हुन्छ कि, त्यो कपर मेसलाई ननिस्कियोस् भनेर चाहिँ त्यो कपर मेसलाई चाहिँ यसले टाइट गर्छ। म तपाईँहरूलाई पछि देखाउँछु टर्मिनेसन हुँदाखेरि है। र यो चाहिँ ग्रिस छ हो, ग्रिस छ। एउटा छ यहाँनिर तपाईँहरूलाई देखाउनु पर्ने म्यास्टिक, यहाँनिर हेर्नु सिलेन म्यास्टिक हो, सिलेन म्यास्टिक हो। रेड यल्लोहरू हुन्छ नि, रेड यल्लो ब्ल्याक हो। अनि यो भयो मेरो 400 स्क्वायर एमएमको ग्रिपर्सको केबल लक हो। अनि यो बुझिहाल्नु भयो होला है, इलक्सिटी तपाईँको क्लोथ मेस हो। त्यहाँबाट यो कपर रिङहरू, र यति आइटम्सहरू चाहिँ लाग्छ हाम्रो एउटा 33 KB यो तपाईँको जति पनि हो। यहाँनिर चाहिँ तपाईँको 1000 स्क्वायर एमएमको छ हो, कपरै छ यहाँनिर, एल्युमिनियम छैन। म तपाईँलाई पछि देखाउँछु यसको है टर्मिनेसन हुँदाखेरिको चाहिँ।